यो घरमा कतिजना सुत्न मिल्छ गाइस कमेन्ट गरौँ। यो घर हो नि, यो मान्छे सुत्ने घर हो। यताबाट ढोका होला चेपेर राख्नु भएको छ। यो यसको ढोका चाहिँ उतापट्टि छ। तल चाहिँ अघि देखाएको थिएँ मैले, त्यही कुरो आयो। यो चाहिँ साबुनको बट्टा राख्नु भएको छ। नेपालदेखि आएर यहाँ यसरी बसेर जे होस् काम गर्नु भएको छ। यो चाहिँ खुल्ला छ स्ट्यान्ड, नदीको छेउमा छ। पानी प्यास लाग्यो भने पानी चाहिँ नजिकै छ, तर कतिको साफ छ भन्ने कुरा खोलामा चाहिँ यो अबिगेल नानी। तल यो गाई गोठ बस्ने भन्ने होला हाम्रो नेपालतिर चाहिँ।